सिवारो सबैमा साथीहरू आफन्तहरू सबैमा सेवा हवा नमस्ते नमस्कार। अनि आज चाहिँ हामी आमालाई भेट्न गइरहेछौँ। अनि जाडो छ त्यही भएर टोपी सोपी सबै ज्याकेट लगाएर कान चाहिँ घरदेखि हिँडेर आएको नि त। लगभग मलाई चाहिँ 1-1.5 घन्टा लाग्छ हिँड्नु। अनि हिँडेर आएको कान त चिसो कटकटी खायो क्या। त्यही भएर म पुरा प्याक गरेको छु काम चाहिँ यहाँ। अनि हिँड्दै गइरहेको छु चाहिँ हामी आमा भएकोमा पुग्ने। अनि आमालाई दर्शन गरेर चाहिँ अनि फेरि कहाँ जाने भने रन्जिता बहिनीकोमा पुग्ने। रन्जिता बहिनीले बोलाउनु भएको छ। अनि त्यहाँ पुग्नु पर्यो भनेर चाहिँ हामी दुईजना हिँडेको नानीहरू चाहिँ अब आफ्नो आफ्नो काम व्यस्तले आउनु पाइन। अनि हामी दुईजना चाहिँ जाँदैछौँ हिँडेर। अब हेर्दै गर्नुलाई साथी हो। अनि आमा भएकोमा पुग्नेछौँ। अनि रन्जिता भएको बहिनी भएकोमा पुग्नेछ। हरियो युलको क्रिसमसको हरियो रुख लगाइदिइहालेछ किन। तर जो जसले ओके गर्छ त्यतिलाई लगाइदिएको होला नि। अरू ठाउँ छैन। यहाँ चाहिँ सिटी आउँछ सकिदिएछ। अब यसको कति 600-700 रुपियाँ आउँछ होला नि त राइनी। 500 आउँछ। अब पहिला 500 थियो। अब अहिले त अलिक बढी नै आउँछ होला नि। यति राखेको पनि पैसै दिनुपर्छ। दिमालाई दर्शन गर्न आयो। धेरै भएको थिएन आएको दिवा दिमालाई। किन यहाँ दिवाको पनि नाम छ। जोगमाया राई जोगमाया कटुन्जली राई एक्लै बसिरहनु भएको छ यहाँनिर। जे भए पनि छ भने चाहिँ छन् नाम निशाना। कति त हुँदैन नि त यो चाहिँ। यति भए चाहिँ नाम निशाना छन्। अब चाहिँ हामी फेरि रन्जिता बहिनीकोमा जाने हो। बस्दै गर्नु होला आमा। फेरि आउँला भेट्नु। बाई बाई आमा लाग्यौँ रन्जिता बहिनीकोमा। यसै धेरै ठुलो छ यो घरहरू। दिवा दिमा बस्ने घर मसिनो बच्चाहरू पनि छ नि त। छन् चाहिँ कति छ त। यहाँ टेपै चाहिँ हाम्रो नि पालो त त्यही हो। ढिलो छिटो गइन्छ। तर हाम्रो त को नि यस्तो मजाको ठाउँमा बस्नु पाइँदैन। थाहा छैन। गोजीमा दाम हुनु पर्यो। दाम छैन भने त यस्तो राम्रो ठाउँमा बस्नु पाउँदैन अरे भन्छन्। खरानी हुने हो कि के हुने हो थाहा छैन। आइपुगेँ म चाहिँ। नमस्ते। आइपुग्यो त बहिनी घरमा। मेरो कोसेली यो हो। मेरो कोसेली चाहिँ के छ भने गुन्द्रुक छ है यहाँ। गुन्द्रुक ल्याइदिएको छु। कोसेली केही छैन। अब आफ्नै हातले बनाएको अर्ग्यानिक। आफ्नो हातले बनाएको अर्ग्यानिक गुन्द्रुक छ है। ल अब खाने बेला आयो नि। अब यतिखेर चाहिँ सुप खाने हो नि त। त्यही भएर सम्झेर ल्याइदिएको बहिनीलाई।
कफी खान थालेँ बहिनी घर आएर। पानीको उसमा के अरे बिदनमा भेटाइदिएको दाल चिन्नै साह्रो गुन्दालो होइन। दही अचार यो सिद्राको अचार दही कहाँ दाइले खुर्सानी मात्रै हाल्नु भयो। बहिनी बनाउनु भएको केक अरे चिज केक। वाह कस्तो राम्रो छ। अब केक चाखिन्छ अनि घरतिर लागिन्छ। के गर्नु र। ल भाइ आइपुग्नु भयो कि अरे। यस्तो पो हुँदो रहेछ त चिज केक त। ल एउटा चाखिहाल्नु। यहाँ रन्जिता बहिनीको घरमा छु झरे अब ल भाइ हिँड्छ नि भरे आइपुग्नु लागेको कप्पै चाख्नु पर्यो। बहिनी मलाई त सानो सानो चाहिँ बहिनीको किस्मत। बहिनीले दुःख बनाइदिनु भएको रहेछ। अब के चाख्नु पर्यो। चिज केक मैले फर्स्टचोटि चाखेको नि। फर्स्ट टाइम बनाएको केही हुँदैन अब। झ्यापै पार्दैन बहिनी केही हुँदैन। ला खिच्यो केही हुँदैन हौ। केक सेक पनि खाइयो। मलाई डर लाग्यो। ल अब हामी जाने बेला पनि भयो। धन्यवाद बोलाउनु भएकोमा पनि। ए पर्दैन हौ अब के अरे बाई केक पनि दिनुभयो। धन्यवाद। ल आउँछु नि आउनु त। बहिनी चाहिँ कहिले निस्किने बाँकी।